सो गाइज म चाहिँ ढेँडो खाँदैछु होइन दाइले बनाउनु भएको फापरको ढेँडो विथ खसीको मासु मैले घर छोडेपछि हाँसेको दाइ मिठो खाइ ढेँडो खाएको दाइले चाहिँ पहिलेदेखि ढेँडो असाध्यै मनपर्ने हामी सानो छँदा जब मामाहरू जानुहुन्थ्यो मम्मीले भान्जा बाबा आउनु भएको छ भने दाइले ढेँडो पकाउनुहुन्थ्यो अनि त्यो ढेँडो कसैले खान पाउने त हुँदै होइन त्यो मलाई अझै याद छ दाइ अन्त कोदाको ढेँडोहरू सिधै एक कन्ती नै कन्ती त भन्छन् है सिधै ल्याएर घप्टाइदिनु पर्ने लु भान्जा भनेर भान्जा फेरि सानो ज्यानको होइन नडर आउने खाइदिनु पसिना आउने गरी खाइदिनु अहिले मैले खाइरहेको छु अहिले मैले फिर्ता लिइरहेको छु मुलाको अचार पनि अर्ग्यानिक दाइहरूले यहीँको यहीँको गार्डनबाट बनाउनु भएको सागहरू अब के देखाउनु तपाईँहरूलाई तोरीहरू के देखाउनु अब त्यहाँ डल्ले खुर्सानी त्यहीँ छ होइन लसुनहरू एभ्रिथिङ दाइले यदि यहाँ धान उमारा मिल्थ्यो भने धान पनि यहीँ बनाउनुहुन्थ्यो मलाई थाहा थियो होइन त्यो चाहिँ किन्ने भनेको लसुन र प्याज के अरे पेट मात्रै भन्नुहुन्थ्यो सब अर्ग्यानिक यहाँ मिसाएको धनियाँहरू सब अर्ग्यानिक होइन नखान दाइ ठिक छ हो न अब डल्ले खुर्सानी पनि कस्तो रमाइलो क्या यहाँ अब यहाँ ल टक्क खुर्सानी चाहियो टक्क टिप्यो खायो अर्ग्यानिक केही नै हालेको छैन यसलाई धुनु नि पर्दैन त्यो धुनु नि पर्दैन यस्तो यताले यस्तो पुष्टै भइहाल्यो ल अब यो भिडियो बनाउँदा मैले यहाँ अलिकति यो मासुको के अरे मासु र यहाँ म के अरे ढेँडोको टेस्ट लिन पाइँदैन अझै भिडियो राखेँ